घोचा भयो भने त मालबसमा उही माथि छ काटौँ न चिल्लै भएछ नि त हुन बास पनि ग्यास त गनाउँछ नि हो आफ्नो ग्रुपकोमा उयो गरिदिँदै गरेको नि न्युटेलाको अचार हुँदैछ हजुर सुबास उही छ हेलो क्या लाइनमा बढेछ त अन्त आज त अन्त है कति मजाले मिलेर बस्यो सर र 1 नम्बर छ बस्नुहोस् है काका खानुहोस् हेलो सन्तोष ए जाँदैछ है मामा ल छिटो मजाले लियो हाम्रो त यस्तो हुँदैन भनेर भन्दै थियो अस्तिदेखि कि हुन्छ त्यस्तो पर्दैन बेसी यसमा तल्लोबाट घुमेर भन्ने तल्लोबाट घुमेर उम्दै तान्ने भन्ने हाम्रो छिमेकी चुडामुनि र यहाँ हाम्रो भतिजो केटा शरण भाइले है हाम्रो सुनिता बहिनीको बिहामा बेलुका फर्स्ट दिन मजाले भाँडा माझ्दैछ हो भाँडा पनि कम्ती होइन यति बेसी छ हो खै शरण भाइ के भन्नु छ राम्रो हुँदैछ है भोलि है मजा गर्नु पर्यो ल ल यो चाहिँ अब अनुप भाइ ठिकै हो यति ठिक छ खोल्नुहोस् ल पानी आयो है सबै अलराउन्डर गर्दैछु है म चाहिँ भइहाल्छ यहाँ बेलुनहरू निकालिदिनु पर्ने खोइ बहिनीहरूको काम हाम्रो भोलि हेलो हजुर खाइसक्नु भयो ए सरम मानेर हेर्नुहोस् न औ सिर्नु खाना खायो ल भाइ बेलुन भोलि गर्ने हो ल लगाउनुहोस् ल हेलो यस्तो नि भ्याउनु पर्दैछ सबै हो ए आइपुग्नु भएछ है राखिराख्नु पर्यो नि अब ए मा क्यामेरामा नि आएर खिचेको छ कि छैन हौ
हजुर छिटो निस्किन्छ भनेर पढाइ भरे म पठाउँछु नि एकछिन पढाइ सकेको छैन कि ल ल म पठाउँछु ल ल हजुर होइन होइन म छु नि यहाँ चल्दैछ है राम्रै ल ल यहाँ राम्रो रहेछ नि त कुल अनि यहाँ भागेछ है कुकहरू भने पालो चल्दैछ सिफ्ट हो ल ए यस यस गर्दा जाऊ कहिले आउनु भयो हामी 1 घन्टा जस्तो भयो 1 घन्टा जस्तो लो बसेर लिनुहोस् है ल ठिकै छ ल ल ल ल मलाई मैले हल्का भ्लग गरे नि अहिले होइन होला नि त ஆமாம் काका यतै बस्नुहोस् न यतै बस्नु काका भित्र ब्याक साइड काका अगाडि बस्नुहोस् न काकाहरू सबै यतिको मेजोरिटी त हुनु पर्यो नि हेर्नुहोस् न क्राउड अन्त छ लिनुहोस् लिनुहोस् होइन पठाइहाल्छु नि भाउजू बस्नुहोस् बस्नु चियाहरू लिनुहोस् नानी के बनायो भाउजू भेज मजाले बनाएको छ है खानुहोस् है प्रिमियम छ खाने बहिनी
उनीहरूलाई डर भएन नि